तपाईको आँखामा बोसो पलाउन सक्छ, बोसो पलायो भनिन्छ, अथवा आँखाको सेतो भागमा कुना कुनामा पहेँलो धब्बा जस्तो स्पट टाइपको देखिन सक्छ। त्यो एक्चुअली बोसो भन्दा पनि त्यहाँको डिजेनरेसन प्रोसेस हो, त्यसलाई पिङ्गीकुला भनिन्छ। त्यो बोसो पलाउने रोगको बारेमा धेरैजनाले क्वेसन गर्नुहुन्छ कि यो बोसो पलाउने रोग के होला, कसरी ठिक गर्ने होला भनेर। प्रायः जसो बोसो पलाउने रोगको बारेमा हामीले केही मतलब गर्नु पर्दैन, त्यसले हामीलाई केही पनि गर्दैन। कसैलाई मात्रै त्यसले अलिकति बिजाउने, अलिकति अप्ठ्यारो हुने, डिस्कम्फर्ट हुने, कसैलाई भने त्यो रातो भइदिने, त्यस्तो गर्न सक्छ। यदि त्यो अवस्था आएछ भने कुनै पनि लुब्रिकेटिङ ड्रप, आर्टिफिसियल टियर भन्छौँ, बजारमा पाइन्छ, त्यो ल्याएर एक डोपा दिनमा 3-4 पटक हाल्यो भने भइहाल्छ त्यो कम्फर्टेबल हुनलाई। त्यो हुने भनेको प्रायः हामीहरू घाममा बढी देखिन्छौँ, युभी लाइटले हुने हो। युभी रेजले हुने भएको भएर हामीले सनग्लास लगाउने, क्याप लगाउने, ह्याट लगाउने, घाममा हिँड्दाखेरि बस्नु पर्यो। र अर्को कुरा यो बुझ्नु पर्यो कि हाम्रो ब्लू लाइटले हुन्छ कि नै भन्ने क्वेसन पनि आउँछ। हामीले मोबाइल हेर्छौँ, ल्यापटप हेर्छौँ, कम्प्युटर हेर्छौँ, त्यसले गर्दा बढ्छ कि नै, हुन्छ कि नै भन्ने कुरा आउला। ब्लू लाइटले गर्दा अहिले पनि कहीँ पनि प्रमाणित भएको छैन ब्लू लाइटले गर्दा हुने भनेर। त्यही भएर यो जुन पिङ्गेकुला आँखामा बोसो पलाउने हो, त्यो मोबाइलको रेज अथवा लाइट अथवा कम्प्युटरको लाइटले हुन, यो युभी लाइटले हुने हो। र धुलो धुवाँ र स्मोकिङ यसको रिस्क फ्याक्टरहरू हुन्। त्यही भएर त्योबाट बच्नको लागि हरसम्म कोसिस गर्यो भने यो बढ्न पाउन्न, रातो हुन पाउन्न। अन्यथा रातो भइहालेछ भने चिसो पानीले सेक्नु होला, लुब्रिकेटिङ हाल्नु होला। आँसुमा मैले पहिला पनि भनेको छु, आँसुमा आँखाको लागि खाने तत्त्वहरू हुन्छ, नपखालिदिनु होला। र अर्को कुरा, तपाईँले यो बढ्न सक्छ, एकदमै रातो भयो, तपाईँले चिसो पानीले सेक्दा पनि ठिक भएन भने नेत्र रोग विशेषज्ञमा जानु होला। त्यहाँ गइसकेपछि त्यहाँ औषधि दिनुहुन्छ त्यो कम गर्ने। अन्यथा केही पनि टेन्सन लिनु पर्दैन, त्यो पनि आफ्नो ठाउँमा चुपचाप बस्छ। तपाईँ पनि त्यसको बारेमा सोचेर टेन्सन नलिनु होला। धन्यवाद। धेरै जानकारीको लागि डाक्टर प्रचण्ड भिजन हेल्थ एन्ड फन भन्ने युट्युब च्यानल सब्सक्राइब गर्न र हेर्न नभुल्नुहोला। र कुनै पनि कमेन्ट छ भने कमेन्ट गर्न नभुल्नुहोला। र कुनै भिडियोमा यो चिज मलाई चाहियो भन्नुहोला, म त्यो तपाईँहरूलाई बनाएर प्रस्तुत गर्नेछु। धन्यवाद।